नमस्कार। रकेटमा मान्छे कहाँ बस्छन् र रकेटले स्पेसबाट मान्छे कसरी ल्याउँछ जान्न चाहनुहुन्छ भने यो भिडियो तपाईँको लागि। रकेटको सबभन्दा माथिल्लो पार्टमा सबभन्दा माथि चाहिँ एउटा चाहिँ कम्पार्टमेन्ट हुन्छ, त्यसलाई क्र्यू कम्पार्टमेन्ट पनि भनिन्छ। यसैमा चाहिँ त्यहाँ एस्ट्रोनटहरू चाहिँ बस्ने गर्दछन्। यो क्र्यू कम्पार्टमेन्टमा चाहिँ अथवा यसलाई सटल पनि भनिन्छ। यसमा चाहिँ 5 देखि 7 जनासम्म बस्न सक्दछन्। गत महिना चाहिँ स्पेस एक्सको चाहिँ यसै सटलले चाहिँ अन्तरिक्षमा चाहिँ अड्किएका 2 जना नागरिक एस्ट्रोनेटहरूलाई चाहिँ लिएर आएको थियो। यो लिएर आउँदाखेरि चाहिँ यसलाई चाहिँ जेनरली चाहिँ त्यही क्र्यू मेम्बर भएको सटलले नै लिएर आउने गर्दछ। यसमा आफ्नै सानसानो इन्जिन पनि हुन्छ र यसले आफै दूरी तय गर्न सक्दछ र यसलाई पछि पृथ्वीमा झारिन्छ। पृथ्वीमा झार्दाखेरि यसलाई चाहिँ हामीले चाहिँ समुद्रमा झार्ने गरिन्छ प्राय, र यो चाहिँ समुद्रमा एउटा प्यारासुटको सहायताले बिस्तारै झर्दै आउँछ र समुद्रमा झरेपछि अनि हामीले चाहिँ त्यहाँ एस्ट्रोनटहरूलाई चाहिँ त्यहाँबाट झिकिन्छ।